मेरी क्यूट भर्जिन बहिनी नाङ्गो सोफामा लडाएको रात। काकाकी छोरी अनुसा र म हामी स्कुलमा एउटै क्लासमा पढ्ने। म फर्स्ट हुने, बहिनी सेकेन्ड। हामी सानैदेखि सँगै पढ्थ्यौं, खेल्थ्यौं, जिस्किन्थ्यौं। सँगै हुर्केको हामी एसएलसी सकेपछि सँगै काठमाडौँ आउने भयौं। पहिलो पटक घरबाट छुट्टै बस्न गइरहेकाले काकाले मेरो बुबासँग सल्लाह गरेछन्। 4 कोठे फ्ल्याटमा पानीको राम्रो सुविधा थियो। छुट्टै किचन, एउटा बैठक रुम र 2वटा कोठा अनि टोयलेट बाथरुम। गाउँ जस्तै सहज महसुस हुने गरी फ्ल्याट खोजेर काका गाउँ फर्किए। घरबेटीको नाममा एउटी बुढी आमा मात्र थिइन। आफै खाना पकाउँथिन्, बेला बखत तल आँगनमा निस्कन्थिन्। फूलबारीको छेउमा कुर्सी राख्थिन् अनि कपासको धागो काट्दै समय कटाउँथिन्। घर छोडेर काठमाडौँ आएसँगै हामीलाई बिस्तारै यहाँको हावा लाग्दै थियो। साथै 15 वर्ष पुगेकी अनुसाका जवानीका चिन्हहरू पुष्टिन थालेका थिए। हामी हरेक शुक्रबार बेलुकी वाइन खाने गर्न थाल्यौं। अनुसा घरमा बस्दा निकै पातला अनि छोटा कपडामा बस्न थाली, जुन मलाई स्वाभाविकै थियो। तर जब वाइनले झ्याप हुन्थ्यौं, अनुसाको त्यो नाङ्गो बतनले मन सिरिङ पार्थ्यो। उसको गोरो छालाले झन्झनाहट ल्याउँथ्यो। उसको बास्नाले वाइनको नशा अझ दह्रो बनाउँथ्यो। बहिनीको शरीरसँगको प्रेम वाइनले निकै हदसम्म बढाउन थालेको सायद उसले पनि मेरो व्यवहार र हेराइले बुझेकी हुँदी हो। वाइन खाने बेला सेतो समिज र छोटो कट्टु बाहेक उसले शरीरमा केही लगाउँदैनथी। समिजमाथि छातीमा स्तनले बनाएको खालोमा कोठाको रातो बत्ती पर्दा देखिने चिल्लो र पोटिलो उसको क्लिभेजमा आँखा पर्न थालेपछि शरीरमा शक्तिशाली संवेदना आउँथ्यो। बहिनीलाई त्यही झम्टिहालौझै। तर म त्यसो गर्न सक्दिनथे। एक त पारिवारिक सम्बन्ध, दोस्रो दाजु बहिनी बीच यस्तो सम्बन्ध अनुसाले नराम्रोसँग लिई भने। ऊ चल्दा समिजभित्रका पुष्टिएका स्तन चल्थे, उचालिन्थे, थेचारिन्थे। पलेटी मारेर बस्दा उसका नाङ्गा खुट्टा आपसमा खप्टिन्थे, सानो कट्टु अलिक माथि सर्थ्यो अनि भित्रको पेन्टीको डोरो देखिँदा मन सिरिङ हुन्थ्यो। ऊ बिछट्टै राम्री हुँदै थिई। ऊ घरमा नहुँदा उसको कोठामा छिर्थे। उसको कोठमा पस्नासाथ एकखाले चिरपरिचित सुगन्ध आउँथ्यो। उसले फुकालेर गएका लुगाको बास्ना सुक्थे, बहिनीको बास्ना मात्रले उत्तेजित हुन थालेको थिए। उसको हरेक चीजप्रति यौनको भावना जाग्न थालेको थियो। उसको लुगा, उसको खाटो, उसका बिछ्यौना, सिरानी अनि उसका हरेक मेकअपका सामान, हरेक चीजमा उसको बासना भेट्थे। उसको कोठामा म त्यसै भुल्थे। उसको स्तनको कल्पना गर्थे। उसको स्तन मुसारेको देख्थे। उसको 2 स्तनको बीचमा नाक लान्थे अनि लामो श्वास तान्थे। उसका स्तनका बास्नाले शरीरमा तरङ्ग ल्याउँथ्यो। म उसलाई खाटमा लडाउँथे अनि घोप्टो पर्थे। उसको बास्ना उसको समिज र टी-सर्टमा भेट्थे। सिरानीबाट उसको कपालको बासना आउँथ्यो। उसको भित्री वस्त्रबाट उसको शरीरको। उसलाई सम्पूर्ण कोठामा एक्लै भेट्थे अनि निकै समय उसको शरीर सम्झेर उत्तेजित हुन्थे। त्यो रात छिट्टै वाइन पिउन थाल्यौं। ऊ नर्मल ड्रेसमै थिई। वाइन पिउँदै गएपछि ऊ बिन्दास हुँदै जान्थी। वाइन र उबीच मानव यौन सम्बन्ध छ। जति पटक वाइनको ग्लास उसको रातो ओठले स्पर्श गर्थ्यो, त्यति उसका गाला राता हुन्थे अनि आँखा नसालु बन्थे। उसको जवानी तात्न थाल्थ्यो। उसले टी-सर्ट खोल्न हात बढाई। टी-सर्टलाई तलबाट दुवै हातले समाती अनि हातमाथि तन्काउँदै टी-सर्ट फुकाली। उसका काखीका कैला रौँ स्वाट उसको मिठो गन्ध आयो। उसका स्तन छचल्किए। उसले कपाल समाती अनि कपाल बटारी अनि टाउको पछाडि बाँधी। उसका कोमल हात, घाँटी अनि छातीको माथिल्लो भागमा कुनै ढकाव थिएन। स्तनले बनाएको क्लिभेज माथिबाट देखिन्थ्यो। उसको समिज बाहिर पुट्ट उठेको, भित्रको जवानी उसले हात माथि लैजाँदा झन बढी पुष्ट देखिन्थ्यो। जिउ सिरिङ पार्थ्यो। उसले स्वाट्टै बाँकी वाइन निली अनि खाली ग्लासमा बोतल खन्याउन थाली। ऊ निरन्तर गफिँदै थिई। वाइनको माद बिस्तारै चढ्दै थियो। अघिसम्म ध्यान दिइरहेको टिभीमा बजिरहेको अंग्रेजी गीत वाइनको मादसँगै ब्याकग्राउन्ड म्युजिक लाग्न थाल्दै थियो। ठिक आफू अगाडि रहेकी बहिनीका अङ्ग प्रत्यागममा ज्यादा ध्यान थियो। केही बेरमा जुरुक्क उठी। वाइनले झ्याप पारेको भनी अनि हल्लिँदै र हाँस्दै आफ्नो कोठातिर लागि। केही मिनेटमा कोठाबाट फुत्त निस्की। उसको शरीरमा अब ट्राउजर थिएन। सानो कट्टु थियो। उसका सेता साप्रा अनि चिल्ला तिग्रा अब नग्न थिए।
ऊ आएर थचक्क बसी। उसका सेता साप्रा आपसमा जोडिए। उसको मिठो बास्ना फेरि एकपटक नाकमा ठोक्कियो। उसको शरीरमा घट्दै गएका वस्त्र अनि उसको बढ्दै गएको नग्नता वाइनसँगै मिठो लाग्दै थियो। साइडको सानो टुल तानी अनि त्यसमा बसेर खुट्टामा ऊ नाइट क्रिम लगाउन थाली। उसका कोमल हात उसका सेता तिग्रामा स्पर्श गर्थे। उसका तिग्रा अनि उसका साप्रा उसको हातको स्पर्शको नसालु मजा लिँदैछ। लाग्थ्यो उसको हात र तिग्राको संसर्गले सेतो क्रिम निस्कदैछ। उसले तिग्रा खप्ट्याउँदा मन जिरिङ्ग हुन्थ्यो। उसको एउटा साप्राले अर्को साप्रा छुँदा त्यो साप्राले कस्तो महसुस गर्दैछ म कल्पनामा डुब्दै उसका अङ्ग अगमका गतिविधि निहाल्दै थिए। रक्सीको मात यति थियो कि ऊ मेरो कार्यको अब राम्रो सम्झना राख्न सक्दिनथी। ऊ जरुक्क उठी किचनमा छिरी अनि अर्को वाइनको बोतल बोकेर आई। मैले केही भनिन। उसले दुवै ग्लासमा वाइन खन्याउन थाली। वाइन स्वाट्ट पारी अनि मैले एक सिप नलिँदै उसले अर्को ग्लास भरी। एकपछि अर्को ग्लास खाली गर्दै भर्दै उसले छिट्टै बोतल नै सकी। अनि सोफामा गएर टाउको पछाडि झुन्ड्याएर बसी। केही बेरमा म सोफामा गए। उसका लामा खुट्टाका छाला सोफाको बाहिरी आवरणमा लपेटिएका थिए। उसको साइडमा बसे। उसले टाउको चलाई मतिर नसालु पाराले हेरी अनि फेरि टाउको हल्ला छोडी। मैले उसको साप्रामा स्पर्श गरे। उसले मन्द अनि नसालु आवाज निकाली। अनि एका हातले कट्टु तल सारी उसको रातो पेन्टीको आधा भाग देखियो। अनि मन उत्तेजित भयो। उसले नसामा गर्दै थिए वा मलाई इन्भिटेसन दिँदै थिए मैले भेउ पाइन। तर वाइनले उक्साउँदै थियो। उसले तानेको भन्दा अर्को साइडबाट उसको कट्टु तल सारिदिए। उसले कुनै प्रतिक्रिया गरिन। अनि पुरै कट्टु खोलिदिए। म हौसिए। उसको घुँडादेखि साप्राको माथिसम्मै हातले मन्द स्पर्श गर्दै मैले उसका खुट्टाको नरमपन महसुस गर्दा उसले आफ्नो टाउको मेरो काँधमा बिसाई। उसलाई मैले कम्मरबाट समाते अनि आफूसँग टाइट राखे। उसको तातो श्वास मेरो घाँटीमा ठोक्किन्थ्यो अनि समिजभित्र उसका रसिला स्तनका माथिल्लो भाग स्पष्ट देखियो। शरीरबाट निस्किएको उसको वासनाले एकाएक उत्तेजित भए। उसको समिजभित्र निहाले। अनि एउटा हातले उसको समिजलाई ताने। उसले कुनै ब्रा लगाएकी थिइन। उसका स्तन झुन्डिएका थिए, लामा, कहिल्यै नछोइएका झै कहिल्यै नचलाइएका, शान्त अनि पोटिला। उसको छातीतर्फ टाउको झुक्यो। उसको स्तनको नजिक पुगी लामो श्वास ताने। हुन चिरपरिचित वासना अझ सिधै उसका स्तनबाटै निस्किएका। उसको ब्रा र पेन्टीको वासनाको उद्गम स्थल। उसको शरीरको हरेक अङ्ग प्रत्यङ्ग चुम्मौ जस्तो, चुसौ जस्तो। उसको कपालमा अझै स्याम्पूको वासना थियो। लामो श्वास लिए। उसको कपालको वासनामा केही समय भुलेपछि उसको बन्द रहेको आँखा निहाले। यस्तो मिलेको आँखीभौ अनि बन्द रहँदा पनि कामुक यी आँखा। उसको ओठको लिपस्टिक अझै रातै थियो। उसका ताता श्वास नाकबाट बाहिरिँदै थिए। उसको ओठमा ओठ पुर्याए। अनुसाको नरम ओठ सायदै कसैले चुमेका थिए। उसको ओठको स्पर्शले मात्र पनि छुट्टै आनन्द दिने बिस्तारै उसको ओठको बीचमा जिब्रो चलाउन थाले। उसले आँखा खोली अनि दुवै हातले घम्लङ्ग मलाई अङ्गालो हाली। उसले पुरै ज्यान छोडिदिँदा म सोफामा ढले। म माथि ऊ घोप्टो परी। उसका दुवै स्तनले मेरो छातीमा दबाव दियो। उसका नाङ्गा साप्रा मेरो खुट्टाको दायाँ बायाँ चलमलाउँदै थिए। घुँडाले उसको योनी बाहिर चलाउन थाले। अनि दुवै हात उसका स्तनमा। ओठ उसको ओठ र जिब्रो उसको ओठभित्र एकसाथ चल्दा उसले आफ्ना स्तन मेरो छातीमा दल्न थाली। अनुसा नसामा उत्तेजित हुँदै थिए। ऊ अर्धनिन्द्रमा थिए। उसका कोमल भर्जिन अङ्गहरू मेरो पकडमा थियो। उसको जवानीको रस चुस्नमा व्यस्त भए। उसको समिज फुकाले। अनि उसका दुधका मुन्टा चुस्न थाले। केही बेरमै ती कडा भए। सायद उसको उत्तेजनाले अब लिमिट पार गर्दै थियो। उसको पेन्टीको बाहिरबाट घुँडाले चलाइरहँदा ऊ रसाइसकिछे। अनि दुधका मुन्टा चुस्दा चुस्दा उसको पुतीभित्र पहिलो पटक हात छिराए। नरम रौँ खेलाए। ऊ उत्तेजनाले मेरो ओठ चुम्न आई। अनि लामो टम्किसमा ऊ व्यस्त भई। उसका नरम अनि चिप्लो जिब्रो र त्यसको स्वाद निकै मजेदार थियो, तल लाग्ने खालको। ऊ उग्र हुँदै थिए। जिब्रो भित्रैसम्म तान्न उसले केही क्षणमै सिकी।
अनि एकाएक उसको भिजेको पुतीमा हात पुर्याउँदा उसले लामो श्वास तानी अनि फेरि घमलङ अङ्गालो मारेर किस गर्न थाली। म उसको पुती चलाउन थाले। उसका कलिला रौँ अनि भर्जिन पुतीको टिसी चलाउन ऊ बेला बेला सन्तोषको आवाज निकाल्थी। उसको पुतीभित्र औँला छिराउन खोजे, भिजेको पुती तैपनि एउटा बाहेक अर्को औँला छिर्न मानेन। बिस्तारै अर्को औँला छिराए अनि भित्र बाहिर गर्न थाले। ऊ घरिघरि मेरो हात समात्थी अनि छिटो छिटो गर्न हातलाई उसको बुक्ताङ्गतर्फ धलेक्थी अनि कहिले आफ्ना रौँ खेलाउन हात पुर्याउँथी। उसको पुतीबाट क्वास क्वासको आवाज तीव्र हुन थाल्यो। ऊ किस गर्दा गर्दै थाकी अनि सोफामा पल्टी। म जुरुक्क उठे अनि भिजिसकेको उसको रातो पेन्टी फुकालिदिए। ऊ सर्वाङ्ग नाङ्गो भई। उसका बान्की मिलेको जिउडाल, पुष्टिएको स्तन र पुठो सायदै संसारमा यस्तो अर्को नहोला। ऊ उत्तानो थिई। उसका स्तन छातीको एकतर्फ ढल्लेका थिए। फेस अनि चिल्ला, कैला रौँ उसको काखी र पुतीमा उस्तै थिई। सबै लुगा खोले अनि ऊ माथि ठन्किएको लिङ्गसहित पल्टिए। उसको काखीबाट पर्फ्युम जस्तो बासना आउँदै थियो। सायद उसको शरीर र पर्फ्युमको संयुक्त बासना हुनुपर्छ। लाग्थ्यो ऊ विश्वकै कामुक केटी हो जो मेरो अगाडि सर्वाङ्ग नाङ्गो छे। झण्डै बेहोसीमा उसका कोमल भर्जिन अङ्गहरू मुसार्ने, चुस्ने अनि चिक्ने अवसर पाउँदा मनभित्र उत्तेजना र उमङ्ग छुट्टै थियो। उसको पुतीमा किस गरे, त्यसको बासनै छुट्टै थियो। भर्जिनिटीको बासना जे थियो उसकै थियो। मनभित्र सनसनी मचाउँथ्यो। सबै होस गुमे। उसको योनी चुस्दा उसको जिब्रो भन्दा मिठो अनि नरम। उसको पुतीबाट चिप्लो पानी बग्न थालेको थियो। सायद उसले पहिलो पटक यस्तो अनुभूत गरेकी हुँदी हो। अब ऊ निन्द्रा कम उत्तेजित बढी थिई। जति उसको पुतीमा म जिब्रो चलाउँथे, जति भित्रसम्म छिराउँथे, ऊ त्यति ngम-ngमको आवाज निकाल्थी। यस्तो सफ्ट आवाजले म झनै तरङ्गित हुन्थे अनि उसको छिटो छिटो जिब्रो चलाउँथे। ऊ आफ्ना स्तन मार्न व्यस्त थिई। उत्तेजनाले सीमा नागिसेको थियो। उसको बासना र उसले निकालेको आवाजले उसको अङ्ग छियाछिया बनाउने जोस जागेर आउँदै थियो। निकै बेर उसको पुतीको पहिलो रसापान गरेपछि म उमाथि पल्टिए अनि लिङ्ग उसको योनीमा छिराउने प्रयास गरे। मलाई अब कति बेला उसको पुती च्यातौजै भइसकेको थियो। अनुसाको पुतीको फुसीले चिप्लो बनाए पनि ठन्केर कडा र मोटो भएको लिङ्ग छिर्न मानेन। उसले जोडले एया भनी। उसको एयाले झनै जोस आयो अनि उसको दुध दुई हातले समात्दै उसको पुतीमा लाडो छिराउन बल गरे। दुख्यो एया दाई। दुखाइले ऊ करिब होसमा आइसकेकी थिई, तर मैले जोड लगाउन छोडिन। बरु झन बल लगाउन खोजे अनि तेस्रो पटक पुतीमा अड्याएर बल गरे। थोरै छिर्यो अनि ऊ जोडले चिच्याई। एया। थोरै छिरेसकेको मैले जोडले ठेले लुत्त पस्यो। उसको टाउको सोफाबाट जरुक्क उठ्यो। दुख्यो दाई, पुग्यो एया। उसको पुती मात्र होइन, अब आँखा पनि रसाउन थाल्यो। मैले लय मिलाउन थाले। उसको पुती बाहिर रगत देखियो। म भने ऊ माथि मच्चिन थाले। केही बेरमै उसले पनि सपोर्ट दिन थाली। म उसको पुतीमा माथिबाट हान्थे, उचाक उठाउँथी अनि लय मिलाएर पुतीभित्र लाडो सहज छिराउन मद्दत गर्थी। निकै समयसम्म चिकेरहे। अलिक स्पिड कम भएपछि ऊ जुरुक्क उठी अनि फुसीले लतपतिएको लाडो ग्वाम्मै मुखमा हाली। सासै फेर्न अप्ठ्यारो हुने गरी उसको मुखमा चिक्न थाले अनि केही बेरमा घण्टौँदेखिको यौन उत्तेजनाको फल उसको मुखमा झारिदिए। उसले निली अनि सोफामा नाङ्गै पल्टी। उसका उचाले अनि कोठमा पुर्याए अनि पहिलो पटक उसँगै उसको बासनादार खाटमा उसका स्तनमा बीचमा मुख घुसाएर आनन्दमा सुते। त्यसपछिका कयौं महिना हामीले दमदार बनायौं।